यहाँ हाम्रो केरा चाहिँ बिक्री हाम्रो केरा बिक्रीमा छैन त कतिवटा छ धेरैवटा भयो कतिवटा भयो दाइ यो केरा बेचेर करोडौँ कमाइसक्नु भयो होला है मैले केरा बेचेर छोडेकोले 8 वर्ष भयो त्यो भन्दा अगाडि केराले उ भएको थियो नि त मैले त्यो तिनतले बिल्डिङ कसले बनाइदियो केराले 10 मा भिटा कसले किन्दियो अनि 4-5 किलो सुन कसले किन्दियो अनि मेरो हैन मैले मात्रै नि 22 तोला लगाएको छु अन्त दुःख गर्नुपर्छ अब मकै त रात मकै मेरो घरमा गएर बसेर खाएको ए कुमार विष्ट ल्याउन भरिपूर्ण कमाइसक्यो त्यसलाई हो त्यसलाई अहिले मोटाएर यस्तो फुट तस मसले उसले बालेको छैन क्या बुढी पनि सबै जाँदो रहेछ बुढी काली काठमाडौँमा बुढीले सेल गर्दो रहेछ एउटा पठाइदिन्छ मस्त छ मेरो पहिला त्यस्तै थियो नि त काठमाडौँमा बुढीले एउटा केरा पठाउँदै म वहाँ बसेर बेच्ने के कमाइन्छ हामीसँगै 5 जना चाहिँ पार्टनरहरू एकजना राई नै छ एकजना लिम्बू एकजना मिया अहिले पनि छ पार्टनर सब अहिले मियाले मात्रै गर्दैछ ए राईको 17 वर्ष इटाल बस्यो बुढी पैसा त्यो जमानामा गएको अहिले त इटालमा कहाँ पैसा छ अनि कहिले चाहिँ हुन्छ अहिले त छैन ल 50 ओ दामी दामी है हेर्नुहोस् है केरा ओसार्दैछौँ हामीलाई चाहिँ यहाँनिर हाम्रो भाइहरूले हाम्रो भाइ त धेरैतिर डुबेको छ के कहिले बोइलर परो पालो त्यहीँ पनि डुबो यस्तोमा चाहिँ एउटा मात्रै लिएन यस्तोमा चाहिँ दुईवटा ल्याउने होला अब एउटा कुरो नि हौ अब यो छ नि उहाँ काठमाडौँ चाहिँ सानो किन पठाएको यो ठुलो चाहिँ के हो भनेर भन्नुपर्छ क्या त्यो बोल्ने बाटो पनि गर्छ नि त यहाँ त ठुलो ठुलो छ है त मजाको मछलीले यो मछलीले खाएको चाहिँ कसले दबाई गर्छ हौ सुरा लामो लाउनु पर्यो नि त सुरल हुनु परेन गरेको कहाँ ल्याउँछ यो यस्तो भुँडी फाटेकोहरू लगाएर नि सबै फेरि भिडियो गरेर वैशाखको बुङ्गोमा सबैभन्दा ठुलो माल निस्किन्छ वैशाखको बुङ्गोमा सबैभन्दा ठुलो माल निस्किन्छ यो बैशाखको हो यो कहिलेको यो चाहिँ फागुनको होला फागुन निस्किएको त बैशाखको निस्केको छ कि छैन अहिले यहाँ निस्केको छ अलिअलि निस्केकै छैन अब हाम्रो कोही पसाउनु आदिरहेछ कोही पसाइ झरिसक्यो कोही फुलिसक्यो छठमा धेरै माल निस्किन्छ छठमा त यो हाम्रो ताकेरै त्यो छ हो क्या छठमा निस्किने माछा पनि डुबिहाल्छ नि